यातायात व्यवस्था कार्यालय इटहरीको राजस्व संकलन आर्थिक वर्ष 2081-82 मा वृद्धि भएको छ। कार्यालयले आर्थिक वर्ष 2081-82 मा 15 करोड 22 लाख 97,510 रुपैयाँ विभिन्न शीर्षकबाट राजस्व संकलन गरेको छ। यो राजस्व अघिल्लो आर्थिक वर्ष 2080-81 को तुलनामा वृद्धि भएको यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख सतीश सत्यालले जानकारी दिनुभयो। आर्थिक वर्ष 2080-81 मा यस कार्यालयले 15 करोड 2,48,000 राजस्व संकलन गरिएको थियो। सवारी चालक अनुमति पत्र सम्बन्धी कार्य गरेर 15 करोड 22,97,510 रुपियाँ हामीले राजस्व सङ्कलन गरेका छौँ भने गत वर्ष 80-81 मा चाहिँ हामीले 15 करोड 2,48,000 गरेका थियौँ। भनेपछि मोटामोटी हामीले 20-22 लाख रुपियाँ चाहिँ प्लस गरेका रहेछौँ। सवारी चालक अनुमति पत्र नवीकरण तथा वर्ग तथा यस कार्यालयको मुख्य राजस्व सङ्कलनको स्रोतको रूपमा रहेको छ। डिभिजन